संसदको बैठकमा त अहिलेसम्म विकासको कुरा भइरहेको छैन, संसदको बैठकमा त अहिलेसम्म कानुन बनाउने कुरा भइरहेको छैन, संसदको बैठकमा त तपाईँहरूको दङ्गल चलिरहेछ, संसदको बैठकमा त तपाईँहरूको वाद विवाद प्रतियोगिता चलिरहेछ, संसदको बैठकमा त नेपालले भारतको सीमा मिच्याछ भन्दा के अरे टेबल ठोक्ने प्रतियोगिता चलिरहेछ होइन, अनि प्रधानमन्त्री आएनन् भनेर नाराबाजी गर्ने प्रतियोगिता चलिरहेछ। संसदको बैठक त त्यो संसदको बैठक हो कि तपाईँको सिन्धुली माडीको हाट बजार हो जस्तो छैन होइन। अब विकासको कुराहरू पनि चलेका छन्, जस्तो तपाईँले हेर्नुहुन्छ भने बजेट कार्यक्रम आउँदाखेरि चाहिँ धेरैजना सांसदहरू विकास केन्द्रित पनि भएर कुरा भयो होइन। जस्तो म आफैले त जति बोलेको छु विकासकै कुरा चाहिँ बोलेको छु, ती बाहेक अरू कुरा बोलेको छैन, ती कुराहरू उठाएको छु होइन। र यो हेर्दाखेरि अरू सांसदज्यूहरूले पनि यी कुराहरू उठाउनु भएको छ र हामीले र विकासकै लागि भनेर चाहिँ तपाईँको वैकल्पिक वित्तीय व्यवस्थापन सम्बन्धित कानुन पनि पास गऱ्यौँ होइन। त्यस्तै हामीले चाहिँ खरिद ऐनको पनि चाहिँ संशोधन गऱ्यौँ भनेपछि यी विकासको दृष्टिकोणबाट हेर्ने हो भने चाहिँ हाम्रो संसदले सन्तोषजनक रूपमा काम गरेको देख्छ। तपाईँ त्यसो भन्नुहुन्छ, जस्तै तपाईँले आफ्नै सामाजिक सञ्जालमा हुन त तपाईँलाई के पनि भन्छन् भने तिमी नेता हो कि सांसद हो कि कन्टेन्ट क्रिएटर, तिमी त जति बेला पनि भिडियो बनाएर बस्छौ नि भन्छन्, अझ तपाईँलाई त भाइरल सांसद पनि भन्छन् होइन। त्यहीँनिर तपाईँलाई के भन्छन्, ओ आशिष गजुरेल यो कन्टेन्ट बनाएर नबसा, तिमीले सिन्धुलीमा चुनावमा के भाषण गरेको थियो, कति बजेट ल्यायो भनेर सोधेका छन्। यही बिचमा सिन्धुली पनि गएर आउनुभयो क्यारे, सजिलै आउनुभयो कि जनता लखेटे? अनि यस्तो हो, अब उहाँहरूले अहिले के भन्नुहुन्छ त्यसमा तुरुन्त हामी रियाक्टिभ हुनु हुँदैन। त्यो रियाक्टिभ भयो भनेदेखि फेरि हामी आएको चाहिँ मकसद चाहिँ पुरा हुँदैन होइन। हामी त दीर्घकालीन रूपमा 77वटा जिल्ला बनाउने र नेपाल बनाउने भन्ने परिकल्पना साथ अहिले चाहिँ आएको हो। आज चाहिँ अब मैले आम नागरिक मेरो मतदातालाई पनि बुझाउन के कोसिस गरिरहेको छु भन्दा तपाईँहरूले आशिष गजुरेललाई जिताइरहँदाखेरि कस्तो मान्छे जिताए पहिले त्यो तपाईँहरूले बुझिदिनुपर्छ। मैले चाहिँ चुनावमा जाँदाखेरि पनि मैले त विकासको बाहेक कुरा गरेको थिएन। मैले त यातायात प्रणाली सुधार गर्छु, सार्वजनिक यातायात सुधार गर्छु, मानव मैत्री सहर बनाउँछु, मानव मैत्री चाहिँ सडक चाहिँ बनाउने कोसिस गर्छु र देशका विकासका एजेन्डा चाहिँ मैले अगाडि बढाउँछु। यातायात सुरक्षित बनाउने चाहिँ मैले चाहिँ प्रक्रिया गर्छु, त्यसमा मेरो चाहिँ इनर्जी लाउँछु भनेर नै मैले भनेको थिएँ। तपाईँले त्यसो भन्नुहुन्छ, तर जनता आजको दिनमा पनि त्यसो भन्दैन, जनता त्यसो बुझ्दैन। या तपाईँहरू पनि पुराना पार्टीका नेता जस्तै चुनावमा गएर चाहिँ सांसद के हो तपाईँहरूलाई थाहा छैन, या थाहा भएर पनि तपाईँहरू लुकाउनुहुन्छ, सांसद